तपाईँहरूको यो क्षेत्रको सेवक भएर काम गर्ने उत्सुकता जागेको छ मलाई। आज नेपाली कांग्रेसको इतिहासलाई हेर्दाखेरि हरेक कठिन मोडमा महिलाहरू अग्रपन्थीमा उभिएको इतिहास साक्षी छ। हामीले देशको रक्षाको लागि नाला पानीलाई हेर्यौँ भने पनि महिलाहरू काखमा बच्चा र पेटमा बच्चा लिएर नाला पानीमा देशको रक्षाको लागि लडेको कुरा पनि हाम्रो अगाडि इतिहास छ। त्यसैले अहिले नेपाली कांग्रेस नवलपुर जुरुक्क उठेको छ, महिलाहरूले जुरुक्क उठाउनु भएको छ। यो जित नेपाली कांग्रेस क्षेत्रमा भइसकेको छ। अब उद्घोष गरेर विजय र्याली मात्रै बनाउन बाँकी छ भन्ने यहाँलाई मैले जानकारी पनि गराउन चाहन्छु। म यहाँ उभिँदै गर्दाखेरि म त्यत्तिकै मेरो उम्मेदवारी उभिएको छैन। म तपाईहरूको भविष्य बदल्न म यहाँ उभिएको छु। म तपाईहरूको बालबच्चाको भविष्य बदल्न यहाँ उभिएको छु। म यो क्षेत्रको विकासको लागि उभिएको छु। म गाउँ सहरको विकासको लागि उभिएको छु। म दुखी महिलाहरूको लागि उभिएको छु। म सबै जात जाति सबै समुदायको विकासको लागि म यहाँ उभिएको छु। त्यसैले यो महासंग्राम, यो सङ्कट घडी छ नेपाली कांग्रेसलाई तपाईहरूको अहिले अत्यन्तै आवश्यकता परेको छ। तपाईहरू हरेक घर घरमा टोल टोलमा गएर भोट मागेर यतिखेर नेपाली कांग्रेसलाई विजय बनाउनु हार्दिक अनुरोध गर्दछु। आज हामीले गर्वका साथ भन्न पाएको छौँ, किनभने हाम्रो यो क्षेत्रको छोरा, यो माटोले खोजेको उम्मेदवार, यहाँका जनताले रोजेको उम्मेदवार, नेपाली कांग्रेसका जिल्ला उपसभापति, कांग्रेसमा पनि खारिएका व्यक्ति, सामाजिक व्यक्तित्व, राजनीतिक व्यक्तित्व, कानुनविद व्यक्तित्व बालकृष्ण उम्मेदवारलाई यो क्षेत्रले पाएको छ। त्यसैले हामीले गर्वका साथ भन्न पाउनुपर्छ, हाम्रो उम्मेदवार कुनै उम्मेदवार भन्दा कम छैन, सबै उम्मेदवारहरू अग्रपन्थीमा हुनुहुन्छ भन्ने पनि हामीले सबैलाई बुझाउनुपर्छ। त्यसैले म पनि तपाईँको छोरी, यो चेली, दिदी, बहिनी र नवलपुरमा आज नेपाली कांग्रेसले नेतृत्व र नेता परिवर्तन गर्दै गर्दा सबै देशभरि नयाँ अनुहारहरू आएका छन्। त्यही अनुहार मध्येको हामी दुःख गरेको महिला यो ठाउँमा उभिन पाएको छु। यो नेपाली कांग्रेसले गरेको एउटा परिवर्तनको एउटा सन्देश हो। त्यसैले अब मैले यहाँको अगाडि एउटा सन्देश छोड्न चाहेको छु कि यो